के छ तपाईँहरूको हल्दैछले वेलकम ब्याक टु माई च्यानल भन्दै आज म कहाँबाट कहाँ आइपुगेछु। अब यो कहाँ जाँदैछु भन्ने कुरा पुगेपछि मात्रै थाहा हुन्छ। के भन्ने त तपाईँ पनि तपाईँ कहाँ हिँड्नुहुँदैछ सर? म अब अहिले चाहिँ उदयपुर को यो पोखरा भन्ने को हिजो अस्ति पनि कता कता देखे जस्तो लाग्यो। हामी अहिले रसुवा घाटमा छौँ। यो चाहिँ रसुवा घाट भन्दा ठ्याक्कै वारीपट्टि हो। यताबाट चाहिँ उदयपुरको गाडी जान्छ, हाम्रो उदयपुरको यात्रा हुन्छ। अब अहिले ठ्याक्कै 10 बज्न लागिसकेको छ। अब गाडी जान लाग्यो, हामी पनि जान लाग्यौँ। बाटोमा भेटौँ है त। केही भन्दैनौ ए भाडा त्यो चामल भाडा ल्याउनु 600 कति हुन्छ एकछिन हिसाब गरेर क्यालकुलेसन गरिहाल्छु। 660 मान्छेलाई झन् डल्लो भयो। हामी अहिले खाना खाने ठाउँमा आइगएको छौँ। यो माथिको भ्यू हेर्नु न, एउटा ढुङ्गा चाहिँ झऱ्यो भने नि यहीँ झर्छ। हाम्रो गाडी यहाँ खाना खानुपर्ने हुन्छ अनि यहाँबाट फेरि अझै उदयपुरकै बाटो हामीलाई रनिङ हान्नुपर्ने हुन्छ। हजुर, एउटा ढुङ्गा मात्रै झऱ्यो भने है मिस्टेकले त्यहाँ त अझ ढुङ्गा खानी नै रहेछ नि एक ठाउँमा। हजुर, यो त कुनै समय त मिस्टेक हुन्छ होला नि।
फेरि अनि सिङ्गल ढुङ्गा पनि छैन त्यहाँ सिङ्गल ढुङ्गा पनि छैन अनि त्यस्तो ठाउँमा गएर नि घाँस काटेको क्या होइन त्यो सब काटेको रहेछ त्यहाँदेखि त्यहाँसम्म झमझम घाँस काटेको त्यो नत्र नि त्यहाँनिर उयो हुन्छ नि त घरहरू बस्नु पऱ्यो नि त ऊ त्यहाँदेखि माथि त अलिकति उयो ठाउँ छ होइन त्यता त उसले ठिक छ यहाँदेखि त त्यहाँ त पुरै उयो छ नि त होइन त्यस्तो नाच परेको उयोहरू छ नि त र पनि काटेको क्या त्यहाँ कसरी काट्न सक्यो होला भाइ फेरिको ढुङ्गा झऱ्यो भने नि बाइचान्स जे पनि हुनसक्छ तर यतापट्टि चाहिँ त्यति झर्दैन क्या उयो सिधाएको थियो क्या यो चाहिँ अलिकति जोइन्ट जस्तो देखिँदो रहेछ एउटा एकदमै झन् यहाँदेखिको यो चाहिँ यहाँबाट फुट्न थालेको छ ऊ त्यहाँनिरबाट फुट्न लाग्छ त्यसलाई अझै पनि ढुङ्गा खोताल निकाल्यो भने चाहिँ त्यो जे पनि हुनसक्छ होइन अब चलाएन भने चाहिँ राम्रो हुन्छ किनकि उयो ढुङ्गा निकालेको नि त यो त होइन हजुर अनि त्यो भएर नि यो ढुङ्गाको भित्रै झरेको नि त यत्रो बस्ती छ नि त मेरो भिडियो त्यसो ब्लग गर्दैछु तपाईँलाई पनि ठिक छ केही छैन बनाउनु नराम्रो कुरा नजाओस् राम्रो कुरा जाओस् न होइन यो त हाम्रो क्युरियोसिटी थियो नि त हामीले हाम्रो काम हाम्रो उयो ठिक छ केही छैन नराम्रो उसमा केही छैन राम्रोमा मेरो भिडियो लाउन केही फरक पर्दैन हामी यात्राको क्रममा छौँ अझै जारी छ यात्रा उही सुतिरहेको भात खाएर सुतेको कि नखाइ यसलाई खोल्दै यस खाना रेडी भयो ल म पनि अब खाना खानलाई जानुपर्ने हुन्छ टोली यहाँभित्र बसिरहन् हाई गाइज तपाईँहरूलाई के अरे 2026 को धेरै धेरै शुभकामना है के छ भने के गर्ने प्लानिङ गरिरहेको हुन्छ यहीँ राखिदिनु त मलाई चिकन भनेको भेज है त चिकन उतापट्टि गएर खाना खानु हुन्छ किन यो डिस्टर्ब भयो ठिक छ तिमीले पनि चिकन भन्यो मैले पनि चिकन भने तर चिकन त आएन नि